गाई भैँसीको मुखमा फोका देख्नुभयो, अब ढिला नगर्नुहोस्, यो रोगले एक हप्तामै पुरै गोठ सखाप पार्छ। नमस्ते, मेरो नाम कमल कुमार, हाल गैंडाकोट 1 मा बसोबास गर्दै आएको छु। म चाहिँ भेटनेरी स्टुडेन्ट यही चितवन नेपाल पोलिटेक्निक इन्स्टिट्युटमा अध्ययनरत विद्यार्थी। आज चाहिँ एफएमडी को बारेमा भन्न गइरहेको छु। एफएमडी डिजिज चाहिँ चितवनमा आउटब्रेक भइसकेको छ। एफएमडी डिजिज भनेको चाहिँ फुड एन्ड माउथ डिजिज हो। यसलाई चाहिँ हामीले सामान्यतः नेपालीमा खुर र मुखको डिजिज भने मुख्यतः भाइरसबाट सर्ने गर्छ। भाइरसको नाम चाहिँ एफएमडी भाइरस हो। एफएमडी भाइरसबाट सर्ने भएकोले यसलाई चाहिँ कुनै एन्टिबायोटिकले नि काम गर्दैन। सो यसको मुख्य उपचार भनेको नै हामीले भ्याक्सिनेसन र प्रिभेन्टिभ मेजर्स अपनाउनु हो। यो चाहिँ कस्तो जनावरमा देखिन्छ त एफएमडी भाइरस चाहिँ एफएमडी डिजिज चाहिँ कस्तो जनावरमा देखिन्छ त भन्दाखेरि जसको खुर चाहिँ जसको खुर चाहिँ दुईटा जस्तै गाई भैँसी भेडा बाख्रा र सुँगुर लगायत जस्ताका जनावरमा चाहिँ एफएमडी रोग चाहिँ देखिन्छ। एफएमडी भाइरस कसरी सर्छ? बिरामी पशुबाट स्वास्थ्य पशुमा, मानिसको हात खुट्टा जुत्ता कपडाबाट र गोठमा भएका सरसामानहरूबाट, यदि हावाबाट नै सर्छ, यदि गोठ चाहिँ नजिक भएमा, र नयाँ कुनै वस्तु पशु चाहिँ खरिद गरेर ल्याएकोबाट नै सर्न सक्छ। यसको मुख्य लक्षण, यसको मुख्य सिम्पटम्स भनेको के हो? मुखमा घाउ आउने, मुखमा फोकाहरू आउने, खुर फाट्ने, खुर दुख्ने र र्याल धेरै काट्ने, जिब्रो लतार्ने, जिब्रो दुख्ने, दूधको मात्रा अचानक घटाउने, दूधको उत्पादन अचानक घटाउने, लङ्गोडो जस्तो भएर हिँड्ने यसको मुख्य लक्षण हुन्। यसलाई हामीले प्रिभेन्ट कसरी बचाउन सकिन्छ त? आफ्नो जनावरलाई कसरी बचाउन सकिन्छ त भन्दा हामीले खोप लाउने हो। फर्स्ट अफ अल त यसको कुनै उपचार छैन। यसको फर्स्ट अफ अल हामीले खोप लाउने हो। खोप चाहिँ हामीले वर्षमा 2 पटक लाइन्छ। 6 महिनाको इन्टरभलमा लाइन्छ। स्टार्टिङ चाहिँ 3 to 6 मन्थ पुगिसकेको कालबाट चाहिँ स्टार्टिङ हामीले एफएमडी भ्याक्सिनेसन गरिन्छ। यसको प्रिभेन्टिभ मेजर्स अथवा रोकथामको उपायहरू चाहिँ के छ भन्दाखेरि गोठलाई सफा राख्ने, गोठमा भएका सरसामानहरूलाई डिसइन्फेक्टेन्टले सफा गर्ने, जस्तै चुना छर्किने र फिनाइलहरूले सफा गर्ने, र अनि कम्तीमा पनि नयाँ जनावर ल्याउँदाखेरि क्वारेन्टाइनमा राख्ने, कम्तीमा पनि 7 देखि 14 दिन क्वारेन्टाइनमा राख्ने नयाँ जनावर किनेर ल्याउँदाखेरि चाहिँ। रोकथाम नै सबैभन्दा ठुलो उपचार हो। आजको खोप भोलिको सुरक्षित पशुधन। नमस्ते।